सबै सिभिल हस्पिटल पुग्छन्। त्यसपछि योजना अनुसार सुशीला कार्कीलाई सडकमा उत्तेजना छर्न लगाइन्छ। बिहान चाहिँ 6:30-7 बजे चाहिँ म उहाँलाई पिक गर्न गएँ। पिक गरे पछाडि चाहिँ हामी सुशीला श्रीमानकोमा गयौँ। अनि सुशीला श्रीमानलाई चाहिँ गइसके पछाडि चाहिँ हामी जानुभन्दा अगाडि नै फोनमा कुरा भइसक्यो भनेको ओमजी हजुरसँग कुरा भइसक्यो। मोस्ट प्रोबब्ली अघिल्लो दिन नै कुरा भइसकेको थियो। अनि त्यहाँ कुरा भइसके पछाडि हामीले उहाँलाई पिक गर्यौँ। त्यसपछि योजना अनुसार सुशीला कार्कीलाई सडकमा उत्तेजना गर्न लगाइन्छ। उद्देश्य थियो त्यहाँबाट नयाँ प्रधानमन्त्रीको रूपमा जेनजीको सेन्टिमेन्ट बटुल्ने। 24 गते लिगल आन्दोलन हुँदैछ भनेर भ्रम छर्ने। 24 गते यो भिडियो भाइरल बनाउने काममा सीएमआर नेपाल प्रयोग भयो। यो सुनौ। आज जे भयो नि यो जे भयो यसको यो चाहिँ यो कस्तो एउटा नकारात्मक जुन परिणाम आएको छ त्यसको विरोधमा चाहिँ अब हामी लाग्छौँ। जस्तो अहिले प्रश्नहरू पनि उठ्यो, प्रधानमन्त्रीलाई गृहमन्त्रीलाई अन्तर्राष्ट्रिय अदालतमा उठाउनुपर्छ, उहाँहरूलाई कारवाही गर्नुपर्छ कानुनी दायरामा। किनभने यो जेनोसाइड दिस इज टोटली जेनोसाइड अफ ह्युम्यानिटी, अझ बच्चाको जेनोसाइड। तपाईँ पनि पूर्व प्रधान न्यायाधीश भइसक्नु भएको, यसमा सर्वोच्चको भूमिका चाहिँ के हुनुपर्छ? म अहिले सर्वोच्चको भूमिका के हुनुपर्छ त्यसपछि सुशीलालाई लिएर फ्रिडम स्टुडियोको बाटो हुँदै युरोपियन युनियनको अफिसमा लगिन्छ। त्यो अफिस भवन 5 तला र बानेश्वर हाइटमा अवस्थित छ। यो भवन हामीले यहाँ देखाइदिएका छौँ, जहाँबाट संसद भवनदेखि सिंहदरबारसम्म जलेको मुस्लो मजाले देखिन्छ। यो भवनको ब्यानर सहित हामीले राखिदिएका छौँ। यो युरोपियन युनियनको प्रोजेक्ट इम्प्लिमेन्ट युनिट हो। मजाले यो हेर्नुहोला। 24 गतेको घटनापछि यो EU को ब्यानर लुकाइएको छ। हामीले गुगल स्ट्रिट भ्यू प्रयोग गरेका छौँ। त्यही भवनबाट 24 गतेको 10 बजेपछिको अपरेसन कोअर्डिनेसन हुन्छ। सुशीला कार्कीको थप 2वटा भिडियो पनि सार्वजनिक गरिन्छ। EU को अफिसबाट पहिलो हेलिकप्टरबाट नेताहरूको भागाभाग भएपछि हामीलाई यो अवस्था आउँछ भन्ने थाहा थियो, नेतालाई छोड्न हुन्न भन्ने, र दोस्रो बेलुका ओम प्रकाश अर्यालसँगै बसेर भिडियो निकाल्ने। यो सुनौ। र अब अहिले यिनीहरूले यति ठुलो भ्रष्टाचार गरेको छ, यति नराम्रा कामहरू गरेको छ, यिनीहरूलाई बाहिर जान चाहिँ दिनु हुँदैन। यिनीहरूलाई चाहिँ कारबाहीको उसमा दायरामा ल्याउनलाई कुनै पनि ठाउँबाट जान नदिएर रोकेर यिनीहरूलाई कारबाही गर्नुपर्छ। यिनै डाक्टरका अनुसार त्यहाँ उनीहरूले प्रोजेक्टर मार्फत दिनभर देश जलेको हेरे, त्यही घरको छानाबाट काठमाडौँ जलेको हेरे। यो पनि सुनौ। एक खालको चाहिँ यो माहौललाई चाहिँ कसरी शान्त पार्ने, कसरी गर्ने भन्ने थियो। अनि त्यो समयमा चाहिँ हामी सबैले समाचार फलो गरिरहेको थियो। अनि त्यो घरमा चाहिँ एउटा पावर पोइन्ट थियो। अनि त्यसलाई चाहिँ हामी लाएर चाहिँ समाचारहरू त्यसमा लाएर भनेको त्यो तपाईँको साथीको घर अफिस घरमा त्यहीँ बसेर अनि त्यहाँ लगाएपछि अब यहाँ यो भयो, यहाँ आएको देशभरिको अपडेट आएपछि त्यसले चाहिँ अझ हामीलाई छटपटी बनायो। अनि त्यस पछाडि चाहिँ सुशासन लौ न केही गरौँ न, मान्छेहरूलाई अपिल गर्न लगाउँ, के गरौँ भनेर भन्नुभयो। त्यस पछाडि चाहिँ मैले त्यही समयमा चाहिँ हाम्रो केदार भक्त माथेमा सरलाई कल गरेँ। उहाँले म अभिषेकजी म घरमा छु, हुन्छ तपाईँहरू आउनुहोस् भन्नुभयो, तर हामी निस्किने अवस्था थिएन। उहाँसँग पनि चिकित्सा शिक्षा आन्दोलनकै क्रममा तपाईँको पहिलेदेखिकै चिन्जान भयो। अनि त्यस पछाडि मैले डाक्टर सन्दीप विकलाई पनि कल गरेँ। अनि उहाँले पनि के भन्नुभयो भने हुन्छ म मेरो तर्फबाट चाहिँ पब्लिकलाई अपिल गर्छु नि त भनेर भन्नुभयो। त्यसपछि कुलमान घिसिङलाई नि कल गरेँ मैले, उहाँले पनि त्यही भन्नुभयो। अनि डिभिडेन्ट मान्छेहरूलाई चाहिँ हामी अपिल गर्नुहोस् न त भनेर अपिल गर्न लाग्यौँ। त्यही अफिसबाट सुरक्षा संयन्त्रसँग निरन्तर सूचना आदान प्रदान हुँदै थियो। अनि राति अब तपाईँहरू कसरी निस्किनु भयो? त्यो त रातभरि सडकमा मलाई चाहिँ जज साहबले गर्नुभयो। त्यस पछाडि चाहिँ हाम्रो अहिले गृहमन्त्रीज्यूलाई चाहिँ अर्को कोही अरू कुनै सरकारवालाहरूले पनि उहाँलाई पनि अप्रोच गरिरहनु भएको, तर उहाँहरूलाई के थाहा थिएन भने हामी त्यो प्रोटेस्ट पछि सँगै छौँ भन्ने चाहिँ 3 जना एकै ठाउँ हुनुहुन्छ भन्ने थाहा थिएन। किनकि ओम प्रकाश जानकार थिए कुन हेलिकप्टर कुन नेताको उद्धारको लागि आयो भन्ने। यो भिडियोमा ओम प्रकाश अर्यालकै आवाज सुन्न सकिन्छ। सुशीला कार्कीको पनि त्यहाँ आवाज छ। यो पनि सुनौ। यी घरमा त मान्छे त परे होला नि कोही न कोही त, है क्याजुअलिटी पनि छ होला। कत्रो मुस्लो आइरहेको छ। हेलिकप्टर भाग्यो सर। ए अर्को यता खिचिन्छ होइन, हेलिकप्टर भाग्यो।
छैन सर के बचाउनु पर्यो भागेन सेना हो सेनाले अब भगाइदिन्छ सेनाको हो यो अगाडिको त सेनाको यो पनि अब खै सेनाकै होला सेनाकै देश जलिसकेपछि यिनै डाक्टरको फोनमा अमुक कर्णेलको फोन आउँछ सुशीला कार्कीसँग कुरा गर्न नेपाली सेनाले यी डाक्टरलाई सम्पर्क गर्छन् कस्तो अचम्म यो पनि सुनौ आर्मीको केही जर साहबले चाहिँ हजुर पर्सनली मलाई पनि फोन गर्नुभएको थियो हजुर अनि उहाँहरूले चाहिँ सुशीला श्रीमानसँग कुरा गर्न सकिन्छ त भनेर फोन गर्नुभयो उहाँले कसरी फोन गर्नुभयो त तपाईँ अब मेरो एकजना पहिले नै चिन्जान पुरानै चिन्जान भएको उहाँले चाहिँ अब चिफ साहबले कुरा गर्न खोज्नु भएको छ भन्ने खालको कुरा गर्नुभएपछि हुन्छ म कुरा गराइदिन्छु भने तर उहाँ र हामी सँगै छौँ चाहिँ भनिनँ मैले राति 12 बजे ओम प्रकाशले फोन गरेको भरमा विश्व अधिकारी भ्याली प्रमुख आफ्नै गाडी पठाउँछन् त्यही कर्णेलले नेपाली सेनाको ट्रक पनि पठाउँछन् यो सुनौ रातिको 11:30-12 बजीतिर आएको बेला चाहिँ त्यो जर साहबलाई चाहिँ मैले कल गरेँ मलाई जसले फोन गर्नुभएको थियो अनि त्यस पछाडि चाहिँ मैले भने त्यतिखेर चाहिँ मैले चाहिँ सुशीला श्रीमान हामी चाहिँ फसिरहेछ भन्नुभयो अनि के छ तपाईँहरूले हामीलाई चाहिँ परेन उहाँलाई चाहिँ घर पुर्याइदिन सकिन्छ भनेर मैले उहाँलाई हेल्प मागेँ अनि त्यस पछाडि उहाँले हुन्छ म माथि जाहेर गर्छु त्यसपछि के हुन्छ म खबर गर्छु भन्नुभयो अनि त्यो निकै बेर खबर आएन त्यस पछाडि चाहिँ अहिलेको गृहमन्त्रीले पनि चिनेका केही प्रहरी अधिकारीलाई नि फोन गर्नुभयो अनि त्यो पनि निकै बेर फोन आएन अनि तर कसैले के 1 घन्टा 1.5 घन्टा पछाडि दुवैजनाको कल ब्याक आयो त्यो अवस्था प्रहरीबाट पनि सेनाबाट पनि फोन भयो हजुर त्यो अवस्थामा चाहिँ उहाँहरूको आफ्नो च्यानलमा रिपोर्टिङ गर्नुपर्ने सहज अवस्था थिएन त्यही भएर टाइम टेकिङ अनि उहाँले पनि सोच्नु भयो होला यो निस्किने अवस्था हो होइन अनि त्यस पछाडि फोन आइसके पछाडि 1:30 यस्तै भइरहेको थियो अनि त्यसपछि फोन आइसके पछाडि चाहिँ तत्कालीन काठमाडौँको प्रहरी प्रमुखको एउटा गाडी थियो विश्व अधिकारी हजुर उहाँको एउटा गाडी थियो त्यस पछाडि नेपाली सेनाको त्यो ठुलो ट्रक 1 टन ट्रक जुन भन्नुहुन्छ त्यो ट्रक दुईवटा थियो त्यो आर्मी सेना सैनिक बोक्ने सेना सहित दुईवटा ट्रक थियो अनि एउटा चाहिँ भ्याली चिफ विश्व अधिकारीको गाडी थियो त्यसपछि 25 गते 26 गते कसरी डिस्कोडमा सरकार निर्माणको भोटिङ नाटक मञ्चन गरियो त्यो सबैलाई थाहा छ सोही राति बालेनको फरमान आउँछ आइआरआई फ्रिडम स्टुडियोको भाषामा गजबको कोअर्डिनेसन गरिदिन्छन् बालेनले त्यसरी कोअर्डिनेसन भयो आई एम सो ह्याप्पी द्याट बालेन डिड अमेजिङ कोअर्डिनेसन हैन उसले इन्डाइरेक्टली बसेर भए पनि यो प्रोसेसलाई फेसिलिटेट गरेको छ आई एम सो ह्याप्पी अनि 27 गते राति सुशीला आमा नयाँ प्रधानमन्त्री नियुक्त हुन्छन् त्यो अनुहारहरू हेर्नु होला यो शपथ ग्रहण कार्यक्रममा यी डाक्टर पठाउदेखि लिएर सुमना कति खुसी देखिन्छन् कुर्सीको अगाडि जनताका छोराछोरीको जीवनको मूल्य यही रहेछ या दुईटा घटना गम्भीर छन् ओम प्रकाश अर्यालले राष्ट्रपतिमाथि सुशीलाजीलाई नियुक्ति गर्न सुदन मार्फत दबाव सिर्जना गर्न लगाएको यो पनि सुनौ आज तपाईको 10-11 बजे भित्रमा दाइ डिसिजन भएन भने हामी राष्ट्रपति कार्यालय घेराउ गर्छौँ सुशीला म्यामसँग कुरा गर्दै मैले सुशीला म्यामले भनिसकेँ ओम प्रकाश सर हाम्रो हजुर हुन्छ ग्रेट ल हुन्छ हजुर हस् थ्याङ्क यू सो मच र अर्को